सो हे गाइज वेलकम टु माई एनदर भ्लग र आजको भ्लग अलिकति स्पेसल हुनेवालामा छ। हामीले नयाँ कुराको एक्सपिरियन्स गरेका छौँ। के एक्सपिरियन्स गर्यो यो भ्लगमा देख्नुहुनेछ है त। द्याट वाज माई सपिङ डे एज वेल। त्यही भएर म पुगेको थिएँ कपनमा रहेको गर्ल्स चोइस सपमा र मैले लगाइरहेको यो ड्रेस चाहिँ गिङनम समथिङ भन्छ यसलाई होइन। मलाई चाहिँ एकदमै मन पऱ्यो, सो मैले ट्राई पनि गरेँ र मलाई सुट गरेको जस्तो पनि लाग्यो। यहाँ चाहिँ बाहिरबाट इम्पोर्टेड ट्रेन्डी क्लोथ्सहरू सिनबाट यताउताबाट त्यस्तो बाहिरबाट इम्पोर्ट गर्नुहुन्छ, त्यही भएर अलिकति डिफ्रेन्ट युनिक खालको डिजाइन्सहरू धेरै थियो। मोटी भएपछि गाइज हेर्नु यहाँ मोटी भएपछि गाह्रो छ। मस्लिम यार गर्नु पर्यो होइन। हेर त यहाँ कहाँ पुगेको चाहिँ हो बुढी यता साइड कस्तो राम्रो के है डिजाइन चाहिँ पछि घट्ने भएर के अरे त्यो भाउजू मैले कस्तो नलाउनु रे फिटिङ र छोटो चाहिँ नलाए पनि हुन्छ बिकज आई बिकेम सो मोटी सो हाम्रो भयो सपिङ यहाँ प्राइजहरू गर्ल्सबाट हाम्रो मम्मी र अब हामी चाहिँ आएछौँ। अब चाहिँ हामी कहाँ जाने भनेदेखि चाबेलमा। सो हेयर्स ठ्याक्क लगाएर सोल्टिनीहरू छ। यो चाहिँ मेरो को हो अरे सोल्टिनी हो यहाँनिर। सो हाम्रो चाहिँ यहाँनिर के अरे 20D सिनेमा त भन्दै यहाँको बारेमा भन् त कसरी बोल्ने भन्न ए मुला त्यस्तो उरे अनि त्यसपछि भन्दैन के भन्दै यहाँको बारेमा। यहाँ सोल्टिनीले भन्छ साउ भएर बोल्न नआउने भन। सो हजुरहरूले हाम्रो नौटङ्की त देखिहाल्नुभयो। अब म 20D सिनेमाको नि देखाइदिनेछु। हजुरहरूले टिकट काटिसकेपछि चाहिँ यो ढोकाबाट प्रस्थान हुनुहुनेछ। हजुरहरू भित्रको लुक्स चाहिँ यस्तो रहेको छ। र मेरो लागि चाहिँ नयाँ कुरा के भनेदेखि चाहिँ अरू बेलामा चाहिँ मैले यस्तो भर्चुअल उहरू चाहिँ मैले त्यो आँखामा हजुरहरूलाई नि याद होला है, आँखामा राखेर हजुर त्यो मुभीभित्र पसेको जस्तो फिल हुने त्यो थ्रिलिङ टाइपको एक्सपिरियन्स हजुरहरूले आफूले मात्रै एक्सपिरियन्स गर्न पाउनुहुन्थ्यो भनेदेखि चाहिँ यहाँ चाहिँ हजुर आएर साथीभाइ आफ्नो ग्रुपिङ्सहरूमा आएर चाहिँ हजुर एकैचोटि त्यो एक्सपिरियन्स गर्ने मौका पाउनुहुनेछ कि। सो त्यही चाहिँ मलाई नयाँ लागेको थियो। हामी कहाँ आएको अरे भन्नु त 20D सिनेमा हेर्न आएको। यो चाहिँ नेपालमा फर्स्ट टाइम होइन है। नेपालमा फर्स्ट टाइम चाइनिजहरू पुरै लिएर आएर बनाएर नेपालमा फर्स्ट टाइम होइन, नेपालमा छ तर अरू 18D यस्तो डीहरू छ। यो चाहिँ 20D अझै राम्रो क्वालिटी अझै दामी क्वालिटी एक्सपिरियन्स हो। हामी चाहिँ एक्सपिरियन्स गर्न जाँदैछौँ कस्तो हुन्छ। ओके रेडी हुनुहुन्छ है? सो फर्स्टमा चाहिँ हामीले स्पेसवाला चुज गरेको थियौँ र यो चाहिँ ठ्याक्क ढोका खुलिँदो रहेछ नि, त्यहाँभित्र चाहिँ गाडी जस्तै गरेर हामीहरू भित्र सबैजना पस्दो रहेछौँ। यो चाहिँ ठ्याक्क लगाएर पसिसकेपछि चाहिँ त्यो ढोका आफै नै क्लोज हुँदो रहेछ कि। क्लोज भइसकेपछि चाहिँ हामी चाहिँ अब सिनेमाको दुनियाँभित्र छिर्यौँ है गाइज। मलाई चाहिँ स्पेसवाला एकदमै दामी लागेको थियो। त्यसपछि अर्को सिनेमा हामीले हेऱ्यौँ होइन। यसमा चाहिँ यो कस्तो अर्कै खालको थ्रिलिङ एक्सपिरियन्स थियो कि। डरले यस्तो नि हुन्छ मान्छे हेर्न आएको मान्छेको हालत हेरेर आम सिभरिङ यहाँ हेर्नु पुरै समय गड अलिकति न्यू एक्सपिरियन्स गर्न मन छ भने यु क्यान कम है। म त सिरिङ भयो। यु क्यान कम हेर यस्तो खतरा एक्सपिरियन्स गर्नु मन छ भने यु क्यान कम। मेरो त पुरै हात कामिरहेको यहाँ पुरै मेरो हात आयो ल। मेरो चाहिँ अनेस्ट रिभ्यू है, यस्तो खतरा दामी हामी आफै त्यहाँनिर पुगेको जस्तै फिल हुन्छ क्या। सो अनि यहाँनिर चाहिँ हजुरहरूले डिफ्रेन्ट टाइपको क्याटेगोरी त्यहाँनिर चुज गर्न पाउने रहेछ। अनि मैले चाहिँ त्यो स्पेसवाला र
त्यो ग्रिनेरी त्यो जङ्गलवाला गरेको थियो यस्तो दामी होइन हामी आफै क्यानाडा पुगेको जस्तो अनि त्यो हल्लिँदाखेरि एकदम दामी एक्सपिरियन्स आउन सक्नुहुन्छ एकदमै दामी छ है त सो एक्सपिरियन्स न्यू थिङ इन 20D सिनेमा चाबेलमा छ है यो चाहिँ यहाँ चाहिँ बाहिरपट्टि बबल टी पनि किनेर खान सक्नुहुने रहेछ सो यसको टिनले चाहिँ मलाई दिँदै थियो म चाहिँ जिस्काइरहेको थिएँ सो बबल टी पनि खायौँ र इट वाज अ ग्रेट डे म जान लागेको रो छिटो रो गरेर यस्तो गर्नु मेरो लग्यो तैँले मेरो सो हम गए यहाँ चाहिँ हम जा रहे हैं घर मान्छेलाई रिङाटो लाएर यस्तो गरेको सो थ्याङ्क्स फर वाचिङ आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो बाई अब अर्को भ्लगमा भेटौँला